लु बस्ने हेलो लु बस्ने लु बसेर फर्किने लु हो चम्चीवाला यता कता हो एउटा बाल्टी लाउनु न म बाल्टी देख्छु चम्चीले खाइसक्यो नि एकदम मायाको डोली चढाई तिमीलाई लैजाउँला नि हो मायाको डोली चढाई तिमीलाई लैजाउँला नि मायाको डोली चढाई तिमीलाई लैजाउँला नि बसौँला सानै घरमा मै राजा तिमी रानी बसौँला सानै घरमा मै राजा तिमी रानी तिम्रो त बोली मिठो झन् राम्रो तिम्रो बानी तिम्रो त बोली मिठो झन् राम्रो तिम्रो बानी बसौँला सानै घरमा तिमी राजा हो मै रानी बसौँला सानै घरमा तिमी राजा हो मै रानी हो त्यहाँ हो त्यसरी हो अन्यतम पश्चात मेरो त हातमा केही पुस्ने है बेलाको चाहिँ मजाले धोइदिनु अस्पतालमा उपचार गर्नेलाई उहाँ बुढापाकाले फेरि मोबाइल पनि पर्दैन नि त पछि त्यो छ नि छैन भर्खरमा सानै घरमा मै राजा तिमी रानी बसौँला सानै घरमा तिमी राजा हो मै रानी ला 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 ला
हाम्रो त अत्रिले हो अत्रि आइहाल्छ अत्रि गोत्रस्य सिंहस्य प्रपौत्राय वशिष्ठ गोत्रस्य शुभ कुमार वर्मण पौत्राय वशिष्ठ गोत्रस्य अण कुमार पुत्राय लग्न बन्धनं सौभाग्य परिधानं बेहुला बेहुलालाई दिने बेहुलाको हातमा हालिदिने बेहुलाले लगन पोते लगाइदिने बोलाउने के अरे सुरक्षाका ब्राह्मणहरू ठिक छन् लगन दिने मान्छे ठिक छन् बाजा ठिक छन् लु छोडिदिनु ओम शिव लगन भो शिव लगन भो शिव लगन भो शिव लगन भो छोडिदिनु ल उठेर तपाईँले पोते लगाइदिनु होला शिव लगन भो अब बेहुली पक्षका सबैले हात जोड्ने है एउटा बेहुला पनि बन्देर लु सबैभन्दा सुन्दर दिनमा म टाढा परदेशमा भएकाले तिम्रो विवाहमा उपस्थित हुन नसकेकोमा धेरै दुःख भइरहेको छ। आज म शारीरिक रूपमा तिमीहरूबाट टाढा भए पनि मेरो मनमा माया र आशीर्वाद सधैँ तिमीसँग छ। आज जीवनको सबैभन्दा ठुलो खुसीको दिनमा तिम्रो छेउमा उभिन नपाउँदा म निकै भारी भएको छ। टाढा भए पनि दाइ भाउजूको माया र गर्व र आशीर्वाद सधैँ तिम्रो साथमा रहनेछ। तिम्रो महत्त्वपूर्ण समयमा म छेउमा हुन नसक्दा मेरा लागि जीवनको ठुलो पीडा जस्तो लागेको छ। परदेशमा बसेर तिम्रो विवाहको खबर सुन्दा हर्षले आशा नसाए पनि साथ दिन नपाएको खालीपनले मन निकै भारी बनेको छ। आज तिमी आफ्नो नयाँ जीवनको यात्रामा अघि बढ्दैछौ। म टाढेबाट माया र आशीर्वाद सधैँ दिनेछु। भगवान्ले तिम्रो वैवाहिक जीवनको सधैँ माया विश्वास समझदारी र अनन्त खुसियालीले अरूले देखाउने भनेकै तिम्रो गल्ती हो। तिमी मौन बसिदिनु, तिमीलाई नराम्रो भन्नेहरूको अघि तिमी केवल मुस्कुराइदिनु। तिम्रो यात्रामा बाधा पुर्याउने धेरै हुन सक्छन्। तिमी धैर्य रहिदिनु, झुट बनाइदेऊ। उसलाई जसले भन्छ छोरीमा लाग्छ धेरै लगानी। प्रगति यति गर्यो कि आमा बुबा भन्नुहोस्, छोरी पाए हामी भाग्यमानी। यहाँ आउँदो रहेछ सबैमा होइन हजुर के चाहिँ के पहिलो पैसा है ल्याउने अनि यहाँबाट सुनको लगाएर हालिदिने माथिबाट
भाइ आउँछ त लिएर पूजा किरणले मलाई बेहुला नम्बर दिएको थियो नि त म यहाँ बिहेमै छु कि अहिले अनि बेहुला आइपुग्यो त